हरे कृष्ण एभ्रिवान, दण्डवत प्रणाम सबैमा। आई होप अल यु आर डुइङ वेल। आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ आज हजुरहरू सामु एउटा पुण्य कर्मको सानो आग्रह लिएर आएको छु। आशा छ हजुरहरूले सक्दो सहयोग गर्नुहुनेछ। हाल यहाँ श्री पञ्चमहालक्ष्मी मन्दिरमा चाहिँ श्री पञ्चमहालक्ष्मी कामधेनु गौशाला भन्ने एउटा गौशाला छ, जहाँ चाहिँ अहिले होइन, यो पहिल्यैदेखि चलिआएको गौशाला छ। र यहाँ चाहिँ अहिले चाहिँ करिब 42जना 42वटा गौमाताहरू हुनुहुन्छ, सानो ठुलो ठिक्कको सबै गरेर करिब 42वटा हुनुहुन्छ। सो उहाँहरूको लागि नै मैले चाहिँ डोनेसनहरू उठाइरहेको छु, ताकि उहाँहरूको चाहिँ घाँटीमा चाहिँ एउटा नाम लेखेर सिक्री बनाइदिउँ, त्यो पित्तलको उसमा सिक्री बनाइदिउँ भनेर चाहिँ डोनेसनहरू उठाइरहेको छु। र त्यो बजेट हामीलाई अलि नपुगेर होस्, अलि धेरै नै आउने भयो, त्यसैले उठाइरहेको छु। हजुरहरूले पनि सक्दो सहयोग गर्नुहोला भन्न चाहन्छु। गौसेवा नै सबैभन्दा ठुलो धर्म हो, हजुरहरूलाई थाहा नै होला। सो हजुरहरू जताबाट हेर्दै हुनुहुन्छ, जति थोरै हजुरहरूले जति सक्नुहुन्छ त्यति गर्नुभयो हुन्छ। थोरै धेरै भनेर केही सोच्नु पर्दैन, सेवा नै धर्म हो है त। हरे कृष्ण।